हेलो गाइज, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। सो आज चाहिँ हामी गाडीमा छौँ 3 जना, म अनि हाम्रो क्यामेराम्यान प्रिन्स अनि हाम्रो बहिनी पनि हुनुहुन्छ। बहिनी चाहिँ पछाडि बेचिराख्नु भएको छ। दुईटाले गरी बेचिरहेको छन्। कस्तो बिक्री भइरहेछ भन्नु? कस्तो बेचिरहेछौ राम्रै गरी? धेरै बिक्री भएको छैन। सो बेचिरहेको छौँ। हिजोको सामान अलि बचेको थियो, त्यही बेच्न आएको छौँ हामी। अनि हामी 3 जना चाहिँ आएको छौँ, प्रिन्स, म अनि हाम्रो नानी आएको छ। दाइ चाहिँ आएको छैन, दाइ चाहिँ घर काम थियो र घरै बसेको छ। सो हामी 3 जना चाहिँ आएको छौँ। म चाहिँ गाडी चलाइरहेको छु। टाढो हिँडिरहेको छ। एकजना दिदी अटेन्ड भएको छ उहाँ। तपाईँको 5 किलो दिदी आउँछ जान्न पछाडि जानु। सो यिनी 2 जनाले त बेचिरहेको छन्। के कति बेचेछन् त्यो भएर थाहा भएको छैन। यसो म चेक गर्नु पऱ्यो, फाइदा भयो। के कति बेचिरहेको छन्। कति छ अब? 2 hours later. उता चाहिँ हाम्रो नानीले बेचिरहेको छ। यता चाहिँ हामीले अम्राई, तर सानो छ नि त अझै, चुगिलो भएर भइया छैन। अम्राई टिप्ने टेक्निक यस्तो लगाउनु पर्छ पुरा वरिपरि अनि पछाडिबाट मान्छे छ। मार्ला यही भने ठुलो यस्तो हो क्या। ए आमा आउँछ कति धेरै फलेको छ उता। अम्बो आम त क्यामेरा सबभन्दा ठुलो हो भाइ। कति धेरै अम्रा फलेको थियो कि पुरै। चुकुल त लास्टै छ। नानीले खाने हो अरे। मैले कस्तरी ल जाऊ ओ राजा, अहिले मान्छे आउँछ नि त्यसमा। सो हामी चाहिँ अब जाँदैछ यहाँदेखि। अम्राई समराई पनि खाइयो। अनि उहाँ दिदीहरूले टमाटर राख्नुभयो। अनि मैले अम्राई चाहिँ खाएँ, तर खाने भरि भइया रहेछन् अझै। चुकिलो भरि भइसकेको छ। अनि चुकिलो भरि भइसकेको छ। अनि हल्का बोक्रा टर्रो छ अझै बोक्रा भए टर्रो छ होइन, चोक जस्तो कस्तो छ। सो अब चाहिँ हामी यहाँदेखि निस्किनु पर्ने हुन्छ। वाह ठुला छन्, तर त्यसलाई यो अम्राईलाई चाहिँ नुन खुर्सानी हालेर खाने चाहिँ भइसकेको छ होइन। अब चाहिँ हामी निस्किँदैछौँ। यहाँ चाहिँ हामी इँटा भट्टा लिएर आएको छौँ। हेर्न सक्नुहुन्छ इँटा भट्टा छ यहाँ। अब यो बाटो सिधा हामी जानेछौँ। अनि फाइनली गाइज हामीले चाहिँ सामान सकिसक्यो। अब चाहिँ हामी घरतिर जाँदैछौँ। अनि
कस्तो भयो त राम्रै बेच्यो बराबर बेचेछ सबैले क्लियर हिसाब मैले सुरुमा 6 क्यारेट बेचे अनि यहाँ लास्टमा 7 क्यारेट त्यही त क्लियर बेच्यो पैसा त सबैसँग बुझेको छ नि सो अब चाहिँ हामी घरतिर निस्किँदैछौँ अनि अलि एडजस्ट गरेर बस है तिमीले झगडा नगर त सो अब चाहिँ हामी घरतिर निस्किँदैछौँ गीतको बेस बढाएर हामी चाहिँ घरतिर निस्किँदैछौँ फाइनली म चाहिँ घर आइपुगेको छु सामान हामीले बेचिसक्यौँ एउटा काले यहाँ चाहिँ हाम्रो के छ काले ठिक छ तेरो खबर यता लास्ट पछाउँछ क्या मलाई नि लास्टै पछाउँछ कोही वरपरबाट आइसिने दुगुर्दै आउँछ A few moments later. हामी चाहिँ जान्छौँ यसको घर 2 hours later. सो प्रिन्सले चाहिँ यहाँ भाले ल्याइसकेको छ यता देखाइदियो त ओए पोथी भाले भन्दै छ अघि त भाले ठग्या रहेछ पोथी रहेछ यी पोथी कटिङ भोलि हो कि डेली कटिङ भइरहेछन् कि हो स्पेसल भइरहेछ नि त प्रिन्सको घर चाहिँ सो हामीले चाहिँ पोथीलाई कटिङ सटिङ गरिसक्यो पोथीलाई कटिङ चाहिँ यहाँ मास्टरजीले गर्नुभएको हो नि यसले कटिङ सटिङ गर्नुभएको छ अब पानी सानी तातिया छ यसमा टक्क बनाएर टक्क भालेलाई बिन्दास पारेर भालेको पोथी चाहिँ सरी गाइस पोथीलाई स्पेसल तरिकाले रोस्ट बनाएर मजाले खाइने हुन्छ अब त्यसपछि हामीले पोथीलाई बनाउनु पर्ने हुन्छ सो गाइस हाम्रो चाहिँ रोस्ट पाक्दैछ लेग पिस हेर्न सक्नुहुन्छ यी हामी चाहिँ कुखुरा काटेर एकदम छ अहिले यहाँ तयार बनाएर हामीले रोस्ट बनाउँदैछौँ अनि अब यो रोस्ट बनाएर एकदम व्यवस्थित तरिकाले बसेर खानेछौँ पाक्दैछ अहिले हो कुकीम्यान रोस्ट हामीले फेरि बेसनबाट टक्क लाएर गराइदिएर कर्नफ्लावरबाट गराउँछ हामीले बेसनबाट पकाएर बनाउने चिजहरू बनाउँछ यहाँ फेरि रातो भए नि यहाँ फेरि रातो भए बेसार हाले बेसार रातो खुर्सानी एकदम यहाँ पहिलो देखाउँदै मोबाइलमा मेरो पहिलो यहाँ फेरि रातो देखिन्छ त्यति पाक्दैछ अब हेरौँ कस्तो हुन्छ रोस्ट फर्स्ट टाइम ट्राई हानिदिरहेको रोस्ट पकाइरहेको गाइज अब हेरौँ कस्तो पाक्छ सो फाइनली गाइज हाम्रो चाहिँ रोस्ट तयार भइसकेको छ हेर्न सक्नुहुन्छ एकदम बवाल तरिकाले हाम्रो फेभरेटजी पनि आइसक्नु भएको छ हाम्रो only one sister so sister is coming my English so bad English so मेरो इङ्ग्लिसलाई गोली मारौँ अनि यहाँ चाहिँ हामी सबै भेला भइसकेको छौँ अनि यो चाहिँ लाइभमा बसेर हेलो गाइज के छ चिकन लेग पिस खाना आउने भए आउनुहोस् भनिरहेको छ सो हामी चाहिँ यहाँ भेला भइसकेको छौँ अनि अब चाहिँ यहाँ मासु पाक्दैछ अनि रोस्ट चाहिँ पाकिसकेको छ फाइनली हाम्रो चाहिँ सबै सामान रेडी भइसक्यो गाइज यहाँ चाहिँ अब खाने तरकारी अनि लाइट आउँछ कि
कस्तो छ फ्यान्टा भनिदिउँ त मान्छेलाई मान्नु पर्यो नि पहिला अब लेग पिस देखाउने गाइज वाह हालेको नुन कस्तो रहेछ सबै ठिकै त होला यसो गर चिकन लेग पिस साथी म खाएला भन्न त्यो पनि हाल्न त्यो टिकटकमा भाइरल भएछ त त्यो के हो रे लेग पिस खाएन होइन होला के हो ए हो कोक खाएन चेस बोतल खाऊ ल खाने हो ल यता पनि देखाइदिउँ न खाएन छोरीले चाहिँ यसो मासु आज लेग पिस अनि ल सो फाइनली गाइज हामी चाहिँ खानासाना खाएर भुरीसुरी फुट्ने गरिन खाइयो अरे पेल के खाओगे तो रेल के मारोगे अनि टल भएपछि यसको पनि भुँडी ठुलै भएको छ तर मेरो पनि ठुलै भएको छ भुँडी किनभने आजभोलि त यो लास्ट भुँडी लागेको छ कि यसलाई घटाउने भने अब घटाउने हो धक्क लाएर अनि यो चाहिँ बचे कुचेको हामी चाहिँ दाजीलाई लग्दैछौँ यो चाहिँ बचे कुचेको सामानहरू हाम्रो दाजीले खानुहुन्छ दाजीले सो अब त्यही हो भिडियो के कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट अनि सेयर दबाके गरिदिनु होला अनि तपाईँहरूले भिडियो त हेर्नुहुन्छ पागल त्यही त भिडियो त हेर्नुहुन्छ तर सब्सक्राइबर तर भिडियो चाहिँ हेर्नुहुन्छ सबैजनाले सब्सक्राइब गर्नु होला त्यही नै हो मैले भन्ने अनि यस्तो यस्तो रमाइलो कन्टेन्टहरू मैले ल्याउने प्रयास गर्नेछु त्यही नै हो फेरि भेटौँला अर्को भिडियोमा तबसम्मको लागि जय नेपाल बाई बाई